कालेले बङ्गो घसालतिर मलाई हालत केटा यता देखाउ न साईको हेर्नु केटाहरू फेरि आइयो केटा हो डेन्जर आइस डमेको हो कि हिउँ परेको हो र साईको नि त अब हामी लाउरी देखाउन जाने हो पानामाको जङ्गल होइन टुप्पी राख्ने उमेर खुपी देखाउने हेलो वेलकम टु माई न्यू ब्लग हामी अब हाम्रो गन्तव्य चाहिँ कहाँ रे हाम्रो गन्तव्य केटा हो पोखरा होइन कोखे हुँदैछ केटा हो त्यही अब हामी चाहिँ चल्दैछ हान्न लाग्यो अहिले चाहिँ टाइम बल्ल 3:30 भएको छ अब चल्दैछ राइडरहरू यता खान त्यही बेला अब हामी चाहिँ बाटोमा गएर भेटौँला है त त्यही केटा अब हामी चाहिँ यहाँ चट्ट हिँडिसकेका छौँ अब हामीहरू चाहिँ टाइम चाहिँ अहिले चाहिँ लगभग 4 बज्न लागिसकेको छ हाम्रो चाहिँ के भयो भन्दा ढिलो भयो केटा हो त्यही हो जान चाहिँ हामी चाहिँ तुफान तरिकाले जानुपर्ने हुन्छ गाइजहरू होइन ठिक्कै हिँडेर हामीलाई चाहिँ हाम्रो हल्का बाइकमा बनाउनु पर्ने थियो होइन त्यही भएर पोखराबाट बनाउँदा त ओभर ढिला भयो कि त्यही भएर हामी चाहिँ फाइनली बाहिरहरूमा आइसकेको छौँ गाइजहरू अनि ट्याक्कै यो चाहिँ काली पुल होइन ट्याक्कै यो चाहिँ तपाईँहरू आउँदाखेरि यहीबाट आउनुहुन्छ पोखराबाट अनि ट्याक्कै यो चाहिँ रोड भयो यहीँ बस्नु कि किन हामी उता जानुपर्ने छैन गाइज यहाँ यता जानुपर्छ यहीँ बस्नु हाम्रो गाइजहरू त्यहाँ छन् क्या केटाहरू चाहिँ उता तेल हाल्न गहन अनि अहिले चाहिँ मरो आइसकेको छ अनि हाम्रो गाइजहरू हाई गरिदेऊ गाइज त्यही गाइज अब एकछिनमा ल हामी चाहिँ अब लागिसकेको छौँ काली खोलातिरैतिर गाइजहरू धेरै गरेरमा डेन्जर गाइज मात्र भन्न आउँछ केटाहरू आउँदै आएन विषय गरेको साइकल ल गाइज हामी चाहिँ अब त हामी चाहिँ अब यहाँ त हिँडिसकेको छौँ हाम्रो टक्क कामसर सक्यो अनि केटाले तेल सेल हालेर गएर टक्क बाह्रमा आयो अनि हामी चाहिँ लाग्यो है त गाइज चाहिँ अब टक्क हामी अहिले पानीपुरी कि पारिएरी छौँ यता छौँ यिनीहरू लास्ट ढिलो गरेको गाइड चाहिँ हुन्छ कि यिनीहरू हामीलाई अस्तिले पोखरादेखि फिज गरेको होइन त्यसले चाहिँ हामीलाई साइकल गरेको यो इक्को भन्नेसम्म हिँड्यो भने त यस्तै गर्छ कि अस्तिले पोखराबाट हामीलाई लास्टै दुःख दियो होइन घरमा आएको मान्छेहरूलाई पछि फर्काएँ अनि फेरि आज पनि तेल हाल्न गएको होइन त्यत्रो टाइम लागिदिएर हामी केटाहरू त त्यही गाडी लगाएर त्यही बाटोमा गएर भेटौँलाई त अहिले मल्ला गइसक्यो अनि खोलामा पछि आइरहेको छ हामी चाहिँ अहिले 4 जना केटाहरू अलिरहेको पानी जङ्गला हो हामीलाई चाहिँ ढिला भयो होइन उहाँले हिँड्न त्यही भएर खतरा हिँड्ने कुरा चाहिँ आइसक्यो तपाईँले देख्न सक्नुभयो बेला क्यामेरामा खतरा लभली नाम होइन त्यही बेला हो अहिले त त्यस्तो सुतेको जाडो होइन अहिले चाहिँ कस्तो जाडो हुन्छ तपाईँहरूलाई जाडो त हुँदैछ अर्को भाइ बसिरहेको विश्राम केटाले हामीलाई धुलो खाउने भनेर अति गरेछ नि धुलो फेरि अति छ उडाउँदै उडाउँदै गयो नि केटा हो त्यही हो अहिले चाहिँ अलिक साउन्ड पनि नहाल मेरो एउटा उस त्यो भाँचियो गाई छैन डेन्जर मिस भयो एउटा हो त्यही हो एक त धुलो त अति एउटा आन्के साइकोले यही हतार छ केटाले रोकी धुलो उडाउँदै गहन बाटोको हालत नाजुक छ होइन धेरै नै धुलो छ नि साइको
हामी फेरि उतातिर गएको थियौँ होइन डेन्जर अनि फेरि यता रहेछ बाटो फेरि फर्केर आएको होइन र ऊ माथि पुगेको थियौँ क्या साइडको किसानलाई पनि बाटो थाहा भएको त्यही भएर केटाहरू फेरि आयो त्यही हो यहाँ त बाटो त ओभर छ है अनि पनि डेन्जर धुलाइ क्यामेरामा उस परेर रहेछ ल केटा हो हामी चाहिँ यहाँ मल्ला झन्दा नि माथि आइसक्यो केटाहरू नि आए अब यिनीहरूलाई जित्नुपर्छ नत्र धुलो खाइन्छ है ल हामी चाहिँ लागेको केटा हो बिचमै किन हो होइन जाम केटा है यिनीहरूको धुलो खाइन्छ ठोकिन्छ त केटा के हो के भयो के भयो के अरे केटाले धुलो धुलो खाउनलाई हामीलाई चाहिँ पर भनेर रहेछ त्यही भएर हामी चाहिँ लागियो केटा उठ्न पर्ने अवस्था पनि आउँछ यहाँ ठोकिन्छ कि नत्र होच नि त तल त्यही भएर हामी उठ्न पर्ने पर्छ लगेर अहिले त अफरोडै फेरि धुलो भ्याइए जस्तो छ अहिलेलाई अफरोड अहिले चाहिँ अफरोड हो अलि माथि चाहिँ फेरि धुलो नै छ फेरि अब चाहिँ रोक्यौँ है ल केटा हो उहाँ हेरौँ है के अरे के आयो रे सेर आयो बाटो बनाउनु पर्यो है गाउँको भनेर त्यो ठाउँबाट अघि पाएको त डेन्जर धुलो खान्थ्यो ल हामी चाहिँ माथि आइसकेको छौँ त चाहिँ पौवा डेन्जर उडिरहेको छ होइन केटाहरू चाहिँ पछि आउँदैछन् अनि अहिले चाहिँ ठिस भयो केटा हो म चाहिँ डेन्जर हिँड्ने काग यो ठाउँको नाम के हो इसान होइन इसान यो ठाउँको नाम के हो यो ठाउँको नाम जलजला यसलाई नै थाहा छैन यसकै गाउँको तर यसलाई नै थाहा छैन गाई यो यस्तो मान्छे हो केटाहरू तल आयो देख ल है त केटा हो यिनीहरूको हालत कालेले बङ्गो घसालदिएर मलाई हालत केटा यता देखाउ न साईको हेर्नु यहाँ यस्तो छ हालत केटाहरूले चाहिँ बाइक उल्टाएर यता फेरि यता छुट्टै छ बाइकको जस्तै हो नि त केटाहरूले ड्याममा बुल्ट्या छन् अनि त्यही भएर साईको भएछ डेन्जर धुलो छ कि बाटै केटा हो त्यही हो साईको ल केटा हामी त अब जानुपर्ने हुन्छ यहाँ त्यही अहिले त यहाँ 5 बजिसक्नु लाग्छ टाइम केटा हो त्यही हो खतरा रमाइलो होइन होइन बाटो त जस्तै छ होइन त्यही केटा बाई बाई बाटोमा भेट्नु पर्छ ल केटा हामीले चाहिँ मिटर झिकिसक्यौँ है यहाँ राखेका छौँ यता कालुको मिटर फेरि एउटा फुटेछ यताको फुटेछ त्यताको झिके अब राइडर चाहिँ नै फेरि केटा ल केटा हामीले मिटर झिकिदिएको है अब चाहिँ उल्टो नि सेट यो बाइकको नि बुलेटको नि मिटर झिकिन्छ है केटा है ल हामी चाहिँ लाग्यो केटा ओ मिटर झिकेको त कति सानो लागेको हो केटा हो मिटर नबसी त सही हुँदो रहेछ है केटा हो कस्तो हुन्छ हाम्रो राइड उड्छ त अगाडि त के हो केटा हो छ नि धेरै गाह्रो छ रिलमा चाहिँ फेरि यस्तो छ त अनि डट बाइक ल्याएर आउनु जस्तो बाटो बिस्तारै बिस्तारै हाल्छु नि त दा के हो र तिमी मिटर यहाँ देखाइदिन्छु यार झन् झोलामा हालेको मिटरै फुटेछ कि फाल्दिउँ केटा हो मलाई घाटै लाग्यो यार केटा यार 2 मिनटमै खस्यो कि लभली हिमालय केटा हो जे भयो नि लभली हिमाल देख्यो आफमा पुग्छ त्यही लड्दा नि बाइक त
हिँड्न सकिँदैन नि यहाँनिर केटाहरूले रुकमै हिमाल चाहिँ यो बा सही हिमाल अहिले त हामी चाहिँ फाइनल्ली चाहिँ माथिको हल्का अब हाम्रो चाहिँ अब एकैछिनपछि हिँड्नु पर्ने हुन्छ कस्तो बाटो हिँड्ने हो भने थाहा छैन र अब हामी चाहिँ हेर्न कस्तो लभली देखिरह है हिमाल हो सत्रा राइडर चाहिँ अहिले रिवाजै छ केटाहरू चाहिँ पछि आउँदैछन् है खतरा देखिरहेको हेर्नु त लभली के है त्यही गाइजहरू अहिले चाहिँ हामी चाहिँ यो ठाउँको नाम चाहिँ के हो मलाई पढ्नै आउँदैन होला नागी जाने देवता सालिजा फलामे डाँडा बेनीकुवा बानीहरू चाहिँ यो तलै भयो हामी चाहिँ योबाट कता जानुपर्छ केही थाहा छैन केटाहरू आउँछ अनि थाहा हुन्छ त्यही गाइस मेरो कपडा त अति होस् यो जुत्ता लाएर ठिक गरेको मैले र त्यही हो होइन त्यही गाइस अब एकछिनमा भेटौँला है त गाइस अहिले म ब्लग गर्दैछु केटाहरू पनि आइसकेको छ ल म रोक्न चाहेको लग्दैनस् र मलाई ल अहिले पनि केटाहरू धुलो उडाउँदै गइरह नि हल्का हल्का धुलो उडा अहिले चाहिँ 5 बजिसकेको छ होइन टाइम केटा हामी चाहिँ यहाँ अब हिँडिसकेका छौँ कति चिसो होइन अझै बाइक राख्ने ठाउँमै आएन हामी केटा हो त्यही हो बाटो त अहिले कति हो मलाई फर्की भाइ त्यहाँ आएर बसिरहेको छौँ अब हामी माथितिर लाग्नुपर्ने हुन्छ केटा हो अन्त आउँदैछन् केटाहरू अनि त्यही हो गाइजहरू अब जाँदा हामी चाहिँ लाग्नुपर्ने हुन्छ राइडर चाहिँ भएर यहाँ लाएर यहाँ दिलो अघि कता इसान माथि कि तल थाहा छैन कि यसलाई माथि के अरे माथितिर होला कि बाटो त चाहिएको केटाहरूलाई बाटै राखेन यस्तो खतरा देखिरहेन आगो भोलि जस्तो है ओ जाडो है कसम रात परिसक्यो यहीँ रात पऱ्यो कति बेला हो र हामी जाँदिका केटा हो त्यही हो केटा अब अति भन्दा नि अति भइरहेको छ हामीलाई चाहिँ त्यही हो केटा हो डेन्जर आइस डमेको हो कि हिउँ परेको हो र साइको नि त ओभो अर्को है मा अति भन्दा नि अति भइरहेको बाटो चाहिँ अहिले चाहिँ केटा हो रात पऱ्यो होइन केटा हो हामी त साइको तपाईँ देख्न सक्नुहुन्छ यहाँ कतिको चिसो होला गाइजहरू हिमाल जत्त देखिरह होइन केटा हो ओलिम्बो लगाएको यार अहिले छाटियो भने रोकोमा ब्लग गराउँछु हेरौँ न गाइज ओए मा रोक रोक गाइज यहाँ चाहिँ आइस छ होइन केटाहरूले म चाहिँ झर्तिर आएको होइन ल्याउँदैछ नि बाइकहरू हिँड त आइस झर्नेरमा आइस कि हिउँनै हो र माथिल्लो लिक राम्रो छ क्या केटा हो कति होइन हिमाल दक्क देखिरह आइस परेर ओबो आइस हो कि हिउँ हो केटाहरूले आइस भन्छ हिउँनै हो हिउँ नि खै के हो क्या थाहा छैन केटा हो मा खुट्टा हिँड्दै लड्किन्छ अनि केटा त्यही हो गाइजहरू यो बर भयो टाइम अहिले हिँड्नै कति बज्यो थाहा नै छैन लगभग 5:30 6 त भइसक्ला ल स्टार्ट उतैसम्म रहेछ क्या आइस त गाइज मा कसम केटा हो डेन्जर चिसो भइरह म छाट्टिउँला फेरि सही केटा हो ए गाइजहरू त्यही हो हामी चाहिँ एकछिनमा भेट्नुपर्ने हुन्छ हेर्दा नि आइसमाथि बाइक चलाउँदा ए अनि तँलाई कस्तो भयो भन्न आइस चाहिँ कस्तो भयो आइसमाथि बाइक चलाउँदा उडाहरूले दिएको नि त केटाहरूले त बोकेर आइच्छौ क्या बाइक छिटो आइजन् केटाहरूले बाइक बोकेर आए जस्तो लाग्यो आइस हाई त्यही हो खतरा रमाइलो भइरहेछ जाडो नि भइरहेछ दुःख नि भइरहेछ अब कति दुःख हुने बेला थाहा छैन त्यही हो गाइस एकछिनमा भेटौँला है त बाई बाई हाम्रो अस्ति नै बाइक काटिदिएको यही हो केटा हो यार डेन्जर तरिकाले काटिएको थियो क्या अँधेरो भएर नि राम्रो देखिन्न के गर्ने केटा यही नै छ गाह्रो अब रात परिसक्यो ब्लग गराउन गाह्रो छ केटा अब त्यही नै हो केटा हो ब्लग चाहिँ कति बेला लिनुहुन्छ नि थाहा होइन
केटाहरूले बाइक चाहिँ माथितिर जोतेका छन् केटा हो हेर्न सक्नुहुन्छ हाम्रो राइडरहरूले बाइकमा ओ केटाहरूले माथितिर जोतेका छन् रमाइलो भइरहेको छ केटा हो त्यही नै हो ब्लग हो के भएन कसम डेन्जर ठोकिन्छ त बाइक त है गाइज हामी चाहिँ अहिले माथि के हो यो नामको अल्ला डाँडा आएका छौँ राम्चे गाइजहरू हाम्रो बाइक चाहिँ हिँडिराखेर अब हामी चाहिँ हिँडेर जाने छौँ केटा हो 1-2 घन्टा अति लाग्छ अरे अति गाह्रो भयो केटा हो त्यही अब केही देखिन्न है अन्धकार अहिले चाहिँ 7 बज्न लाग्यो केटा हो ढिलो हिँडेको नतिजा केटा अब माथि नै गएर भेटौँ न ब्लग चाहिँ खासै हान्न पाएन होइन अँधेरो भएर केटा हो त्यही हो गाइस के भन्नु र अब हामी चाहिँ एकछिन हिँड्नेबाट छौँ ल गाइजहरू कुन पिर्ती खाने रे रम्बा दिनु त्यसो रम्बा दिनु एउटा रम्बा यस्तो छ त्यही हो केटा हो एकछिन केटा हो होइन अहिले चाहिँ हाम्रो हामी चाहिँ अब हिँड्न लाग्यो अनि त्यो देखिएको चाहिँ हाम्रो गाउँ पुला चौतिर के अर्थुङ्गे तुरी पानी होइन अनि यो माथि चाहिँ त्यहाँ माथि चाहिँ के टोड्केतिर रहेछ होइन केटा हो हेर्नु चाहिँ देख्यो अहिले राति भएर देखिन भोलि आउँदा चाहिँ देखाउनेवाला छौँ केटा हो यो यहाँ छौँ हामी चाहिँ ट्याक्क लरी बोर्ड होइन यो चाहिँ 26-31 मा रहेछ गाइज हामी चाहिँ माथि आएको हल्का माथि हिँड्नै सकेन है त्यो मान्छे ढले यता हिँड्नै सकेनन् औडै गाह्रो भयो गाइज यसो अरे अन्धकार छ गाइस अहिले चाहिँ 7:30 भइसकेको छ त्यही बेला हो हामी पुग्न चाहिँ 9:30 त बज्छ होला गाइस अघि त्यसैमा नि ब्लग हान्दैन कस्तो गाह्रो हुँदा नि केटा हो माया देखाइदिनु पऱ्यो चट्टबारमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पऱ्यो चट्टबारमा केटा हो स्यो नि गर ल केटा फेरि अन्त सुन्नु गाइस के भन्नु अन्त कि अब हामी लाउरी देखाउन जाने पानामाको जङ्गल होइन टुपिराख्ने उमेन खोपी देखाउन एउटा यहाँ पूजा गर्न आएको एउटा यहाँ बाइक बनाउन आएको पूजा गर्ने मान्छे यता बाइक बनाउने मान्छे त्यो चिने जाने यार प्राङ गर्न लाग्यो है केटा प्राङ गरेको ल हामी चाहिँ अहिले चाहिँ 1334 आइसकेको छौँ केटा हो यहाँ चाहिँ खतरा धारो रहेछ पानी खाने अनि कहाँ मामा शिशिर मामालाई अति गाह्रो भयो रे झिलमा ल है ल हामी त्यही केटा हो खतरा त ठाउँ त के हो लभली केटा हो हामी चाहिँ अहिले चाहिँ लगभग टाइम चाहिँ 10-10:30 हुन आइसक्यो होइन हामी चाहिँ माथि आइसकेको छ त्यहाँ कला हल्का उसदेखि हामी चाहिँ अहिले टपमा छौँ होइन यहाँ देख्न सक्नुहुन्छ फुलबारी जाने चाहिँ यता भने कोखे जाने यता रहेछ यो ठाउँको चाहिँ नाम लेखेँ होइन अब हामी चाहिँ फाइनली आधी घन्टामा चाहिँ पुग्छौँ ल तरिकाले ओ केटा हो आधी घन्टा अब यहाँ चाहिँ मोरे डाँडा टाइम 15 मिनट मोरे डाँडा जानु लाग्दो रहेछ केटा हो होइन यहाँ त 15 मिनट केटा हो त्यही हो केटा अब एकछिनमा हिँड्नुपर्छ राति भएर ब्लग चाहिँ राम्रो भएन होला केटा हो भोलि चाहिँ खतरा हान्नुपर्छ त्यही हो केटा हो त्यही गरेर भेट्नु पर्छ ल ल गाइज हामी चाहिँ फाइनल आइसकेको छौँ हाम्रो गन्तव्यमा गाइजहरू चाहिँ यता छन् केटाहरू चाहिँ अघि नै 2-3 जना चाहिँ अघि नै गइसके हामी चाहिँ पछि बिस्तारै आएको अहिले चाहिँ टाइम पनि अनि रिवाज भाइले फोन हाने रहेछ हेर्न टाइम पनि 11 बजिसक्यो कि हेर्न 11 बजिसक्यो साइको 11 बजिसक्यो दाइहरूले चाहिँ कस्तो होटेल खोल्नु रहेछ त्यही गाइस अब गन्तव्यमा पनि आइसक्यो केटाहरू धान खैदे नि केटाहरू ठुलो यहाँ छन् त्यही हो गाइस
लास्ट दाइ नमस्ते दाइ नरिसाउनु है दाजु ल केटाहरूलाई जाडो भयो रहेछ नि ल गाइस त्यो हामी चाहिँ फाइनल आइसक्यो कस्तो भयो ल भन त तिम्रोबाट सुरु गरौँ ल कस्तो भयो आज कति सजिलो यो ट्रेक यार छ ए तँलाई कस्तो भयो 20 मिनेट आइयो तँलाई कस्तो भयो तँलाई कस्तो भयो कि नाखे औडा झौडा अनि मामालाई रमाइलो भयो मलाई चाहिँ आइस भाइलाई अहिले त्यसको चाहिँ त्यही गाइजहरू अब हामी चाहिँ खत्तम 4 नहिँड्नु लाग्यो होइन रातारात अब हामी चाहिँ एकछिनमा खानासाना दाइले चाहिँ अति दुःख दियो गाइस होइन त्यही गाइज एकछिनमा भेट्नु भाइ अब अति नै खानासाना खाने भयो अहिले राति 11 बजे हामीले खाना खान लागिरहेको छौँ हाम्रो गन्तव्यमा पुगेर केटा हो त्यही हो केटाहरूलाई दिनदिन भोक लागेको थियो अरे अनि रङ्किरहन त्यही हो गाइस अब चाहिँ यति नै होला होइन त्यति भन्दै लाइक कमेन्ट सब्सक्राइब चक्का गरिदिनु ल बाई भन्न चाहन्छु बाई